नमस्कार सबैजनामा। तपाईहरु सम्पूर्णलाई नलेज इनसाइट च्यानलमा स्वागत छ। यो हाम्रो डिजिटल क्लास जहाँ चाहिँ इन्जिनियरिङ नलेज र डिजाइनिङ सम्बन्धी नलेजहरुलाई सरल र सहज ढंगबाट बुझाउने कोसिसमा रहेका छौं। यदि तपाईहरुलाई AutoCAD सम्बन्धी जुनसुकै पनि नलेजहरु आवश्यकता छ भने यो प्लेलिस्ट भित्र रहेका भिडियोहरु हेरेर सिक्न सक्नुहुनेछ। आज हामी AutoCAD नलेजको लागि एपिसोड 2 मा आइपुगिसकेका छौं। पहिलो एपिसोडमा तपाईहरुले सामान्य तथा आधारभूत नलेज जस्तै वर्कस्पेस म्यानेजमेन्ट, डाइमेन्सन सेल म्यानेजमेन्ट, युनिट र लिमिट सेट गर्न सिक्नुभयो भने यो एपिसोडमा हामी तपाईहरुलाई लोकेसन प्लान र साइट प्लान बारे विस्तृत रूपमा जानकारी दिनेछौं। लोकेसन प्लान र साइट प्लान दुवै ड्राइङको सुरुवाती चरणमा आवश्यकता हुनाले यो भिडियो हामीले सुरुमा राखेका छौं। यसपछि रहने अरु स्ट्रक्चरल ड्राइङ देखि लिएर आर्किटेक्चर ड्राइङहरु बिस्तारै हामी अगाडि पेश गर्दै जानेछौं भने यही प्लेलिस्ट भित्र तपाईहरुले पाउन सक्नुहुन्छ यो भिडियोहरु। सर्वप्रथम तपाईहरुले क्रोममा ब्राउजर खोलेर क्रोम अथवा कुनै ब्राउजरको खोलेर त्यसमा गुगल म्याप्स अन गर्नुहुनेछ। गुगल म्याप्समा गएर म्याप्समा लोकेसन भएको साइट पिन गरेर त्यो लोकेसन एरियाको मेन एरियाहरु कभर गर्ने गरी स्क्रिनशट लिनुहुनेछ अथवा त्यहाँको इमेज ड्रा गर्नुहुनेछ। मेन स्ट्रीट, बेन्चमार्क अथवा कुनै पनि विशेष खालको टिपिकल डिटेलहरु छन् भने त्यो गुगल म्यापबाट स्क्रिनशट लिएर तपाईहरुले इमेज फाइललाई क्रप गरेर रेडी गर्नुहुनेछ। त्यसपछि त्यो इमेजलाई AutoCAD मा इम्पोर्ट गरेर त्यो इम्पोर्ट गरेको इमेजलाई त्यो माथिबाट रिड्रा गरेर त्यो ड्राइङ्सलाई चाहिँ कपी गरेर अर्को शिफ्ट गरेर तपाईहरुले त्यो ड्राइङलाई फाइनलाइज गर्नुहुनेछ। यसपछि तपाईहरुलाई लोकेसन प्लान र साइट प्लान विस्तृत रूपमा भिडियोमा देखाइनेछ। सर्वप्रथम तपाईहरु क्रोम ब्राउजर खोल्नुहोस्। त्यसपछि गुगल म्याप्स अन खोलेर त्यो भित्र आफ्नो लोकेसनलाई सेट गर्नुहोस्। यहाँ देखाए जस्तै सैटेलाइट भ्यूमा अन गरेर आफ्नो लोकेसनलाई लानुहोस्। यो हाम्रो साइटको चाहिँ बिर्तामोड साइटको हुनाले हजुरहरुलाई मैले बिर्तामोड साइटमा लगे। बिर्तामोड साइटको मेजर डिटेल्सहरु हाइवे अथवा त्यहाँको रहेको वरिपरि रहेको बेन्चमार्कहरु अथवा त्यस्तो केही डिटेल्सहरु क्याप्चर हुने गरी अब यसको लागि यो लोकेसनको लागि यो पिन गरेको ठाउँ चाहिँ लोकेसन हो भने यो पिन गरेर यसलाई स्क्रिनशट गर्नुहोस्। यो AutoCAD फाइल भित्र पुरानै ड्राइङ्सहरु रहेको हुनाले यो फर्निचर्सहरुलाई शिफ्ट गरेर एउटा अर्को नयाँ वर्कस्पेस बनाउनुहोस् अथवा नयाँ वर्कस्पेस भित्रै पनि नयाँ ठाउँमा काम गर्न सकिन्छ। यो इमेज चाहिँ यो एट्याच भन्ने अप्सन यो AutoCAD 2024 को चाहिँ एट्याच भन्ने अप्सनबाट फाइल इन्सर्ट गर्न सक्नुहुनेछ। आफ्नो फाइलमा गएर इमेजलाई इन्सर्ट गर्न सक्नुहुनेछ। यो फाइल इम्पोर्ट गर्दाखेरि चाहिँ यो फाइलको इमेजको लोकेसन चाहिँ आफैले स्क्रिनमा स्पेसिफाई गर्न सकिन्छ तथा त्यसको स्केल पनि यहाँ आफैले सेट गर्न सकिन्छ। हजुरहरुले आवश्यकता अनुसारको स्केल यस AutoCAD फाइल भित्र सेट गर्न सक्नुहुनेछ। स्केलको लागि कमान्ड SC अथवा SCALE स्केल भनेर पनि लेख्नुहुन्छ अथवा होम बटनमा गएर स्केल भन्ने अप्सन यहाँनेरि छ। यही क्लिक गरेर अनि अब्जेक्टलाई सेलेक्ट गरेर
स्केल गर्न पनि सक्नुहुनेछ। हामीसँग इमेज फाइल इम्पोर्ट भइसकेको छ। अब पिन गरेको लोकेसन पनि हामीले यहाँ देखिसकेका छौँ र यो देख्नुभएको यो लोकेसन चाहिँ एसियन हाइवे अथवा महेन्द्र राजमार्ग तथा यो जुन लोकेसन जाने देख्नु भएको छ यो पिन गरेको पोइन्ट चाहिँ हाम्रो प्लट रहेको छ भने यो साइडवेज सानो लेनहरू चाहिँ सानो पाथवेहरू रहेको छ, बाटोहरू रहेको छ। यही बाटोहरूको लेन ड्र गर्न सक्नुहुनेछ। पोइन्ट्सहरू भएको लाइनको लागि पिएल थिचेर पोली लाइन पनि ड्र गर्न सक्नुहुन्छ। अनि आवश्यकता अनुसारको पोइन्ट अथवा कर्नरमा पनि लिन सक्नुहुनेछ। आवश्यकताभन्दा धेरै लाइनहरू ड्र गर्नुभन्दा पनि आफूलाई जति आवश्यक हुन्छ त्यति लाइन ड्र गरेर यो क्लोज गर्न सकिनेछ। एउटा कुनै पनि रोड ड्र गर्न रोडको एजेसहरू ड्र गरेर यसरी कपी गरेर अर्को एजपट्टि पनि यसरी सहजै सिफ्ट गर्न सकिनेछ। अर्को पोली लाइन यो महेन्द्र हाइवे अथवा अहिलेको एसियन हाइवेलाई पनि यसरी ड्र गर्न सक्नुहुनेछ। अरू कुनै मेजर बेन्चमार्कहरू छन् भने त्यो मेजर बेन्चमार्कहरूलाई पनि त्यो लोकेसन प्लानभित्र देखाउन सकिनेछ। यो स्क्रिनसट लिँदाखेरि ओरिएन्टेसन ठ्याक्कै एक्ज्याक्टली नर्थ भए सजिलो हुनेछ अथवा ओरिएन्टेसन नर्थ बनाएर नै गर्दाखेरि चाहिँ हामीलाई लोकेसन पनि देखाउन सजिलो हुनेछ। अनि यही लाइन जुन छेउको रोडको एजमा देखाउनु भएको छ त्यही लाइन बिचमा लगेर यसको लाइनको प्रपर्टीलाई चेन्ज गरेर यसको सेन्टर लाइन रोडको सेन्टर लाइन देखाउन सकिनेछ। लाइनको प्रपर्टी चेन्ज गर्नको लागि पहिला लाइनलाई सिलेक्ट गर्नुहोस्, दुईटा लाइनलाई, अनि माथि यो माथि देखाए जस्तै अप्सनमा गएर अटोक्याड सेन्टर लाइन पनि ड्र गर्न सक्नुहुन्छ। यसरी डबल क्लिक गर्नुभयो भने यसको स्केल पनि यही भित्रबाट निकाल्न सकिनेछ। ग्लोबल वाइट भन्नुभएको छ, यो वाइटलाई 2 बनायो भने हल्का बढ्ने अथवा 5 बनायो भने हल्का मोटो हुँदै जाने अथवा यसको स्पेसिङहरू बढ्दै जाने गर्न सकिन्छ। यहीँबाट बनाउन सकिनेछ। अब हामीलाई यो लोकेसनको प्लट लगभग यहीँनिर छ भने एक्ज्याक्टनेस भएपछि हामीले एउटा रेक्टेङ्गल अथवा पोली लाइनले पनि एउटा स्पेसिफाई गरेर कति प्लट छ त्यसको त्यो वरिपरि यसो प्लट देखिने गरी लोकेसन प्लान त स्केलमा हुँदैन, त्यही भएर लोकेसन प्लान तपाईँले टेन्टेटिभ ड्र गर्न सक्नुहुनेछ। यहीँनिर अरू कुनै बेन्चमार्क छ भने त्यो बेन्चमार्क देखाउन सक्नुहुनेछ अथवा यतिको एउटा दुईटा हाइवे अथवा यही लाइनलाई ड्र गरेर यतिको देखाउन सक्नुहुनेछ। लोकेसन प्लान भनेको विशेष त यो ड्र गरेर त्यहाँभित्र रहेको डिटेलहरू त्यस्तो ठुलो डिटेल त देखाउने होइन, तर पनि हजुरहरूले त्यहाँको पाथवे जहाँसम्म जाने त्यो साइडसम्म जान सक्ने पाथवेलाई देखाउने हो त्यस्तै देखाउनको लागि यो ड्र गर्नु छ। अब बाहिर यो लाइन्सहरूलाई सेलेक्ट गरेर बाहिर निकालेर यो भित्रको प्रपर्टीहरू चेन्ज गर्न सक्नुहुन्छ। अनि यो देखाउनु छ टिआर कमान्ड लिएर अननेसेसरी लाइन्सहरूलाई ट्रिम गरेर फाल्न सक्नुहुनेछ। बडी फाइलले यो लाइनलाई सायदै मिट गरे छैन, यो मिट नहुँदा ट्रिम हुँदैन, सबै डिलिट हुन्छ। इएक्स कमान्डले एक्सटेन्ड गरेर यसरी जोडेर फेरि टिआर कमान्ड डबल इन्टरले यो क्लियर अप गर्न सक्नुहुन्छ। अब यो लोकेसन प्लान हामीले धेरै लामो तथा अलिक टाढा देखियो भने यसलाई स्केल अप गरेर हल्का सिफ्ट गर्न पनि सकिन्छ। लोकेसन प्लान स्केलमा नदेखाउनु पर्ने कारणले गर्दाखेरि यो अलिक नजिकै होस् भन्ने कारणले बाँकी रहेको काम अब हाम्रो यो साइडको प्लटहरूको डिटेल्सहरू देखाइदिने अथवा टेक्स्ट युज गरेर यो लोकेसन प्लानलाई फाइनलाइज गरिदिने रहेको छ। यो टेक्स्टको हाइटहरू चाहिँ आफूले आवश्यकता अनुसारको ड्रइङ्सलाई असर नगर्ने गरी राम्रोसँग देखिने गरीको बनाउन सक्नुहुन्छ।
हाम्रो यो लोकेसन प्लान चाहिँ तयार भइसकेको छ भने अब साइट प्लानको लागि हामी अघि बढ्नेछौँ। यो लोकेसन प्लान खासै स्केलमा आवश्यकता नपर्ने हुनाले हामीले गुगल म्यापबाट ऱ्यान्डमली स्क्रिनसट गरेर ओरिएन्टेसन चाहिँ मिलाउन कोसिस गरेका छौँ। अरू कुनै पनि थप डिटेलहरू छन् भने त्यसमा एड गर्न सकिन्छ। अब नयाँ थप छन् भने रोडको लोकेसन, रोडबाट कति एप्रोक्सिमेट कति मिटर टाढा तथा कति मिटरको रोड भनेर पनि लोकेट चाहिँ गर्न सकिन्छ। यो रेडी भएको लोकेसन प्लानलाई सम्पूर्णलाई सेलेक्ट गरेर ब्लक अप्सनमा क्लिक गरेर बी अप्सन थिचेर अथवा साइट लोकेसन भन्ने एउटा नेम दिएर यसरी ब्लक बनाउन सक्छ, सिङ्गल ब्लक। यसो गरेपछि पिक गरेर अथवा मुभ गर्नलाई धेरै सहज हुन्छ। अथवा यो स्केलमा लगाएपछि यहाँ राख्न सहज अप्ठ्यारो हुने हुनाले यसरी राख्ने अनि यसलाई स्केल डाउन गरेर आफूलाई कतिको आवश्यकतामा युज गर्न सकिन्छ त्यसमै प्रयोग गर्न सकिन्छ। हामीलाई लोकेसन प्लान यतिभन्दा ठुलो खासै आवश्यकता पर्दैन, त्यही भएर हामीले यत्रो स्केलमा यहाँनिर ओरिएन्टेसन मिलाएर कुनै साइडमा राख्न सक्छौँ र हाम्रो यो लोकेसन प्लान कम्प्लिट हुन्छ।